धन्यवाद हाम्रो सञ्चालकज्यू। विद्यार्थी भाइ बहिनीहरू अलिकति मर्यादित भएर बस्दिनु होला। यो धेरै हल्ला भइरहेछ। पहिले बारम्बार तपाईँहरूले अनुरोध पनि गरिरहेको थिएँ, जो जहाँ हुनुहुन्छ केही बस्दिनुहोस् भनेर। हल्ला भइरहेको छ। र यो सानो सानो भाइ बहिनीहरू तपाईँहरू शान्त भएर बस्दिनुहोस्। आफ्नो कार्यक्रम धेरै लामो छैन। हामी आधा घन्टा पौने घन्टा पनि कार्यक्रम सिद्ध्याउँदैछौँ। त्यसैले यदि बस्ने नै हो भने शान्त भएर बस्दिनु होला। मैले त्यो अनुरोध गरेँ। हाम्रो यस विदाई कार्यक्रमका आदरणीय सभापति अथवा सभाध्यक्ष तथा मुनिश्री माध्यमिक विद्यालय शिक्षक विभाग सङ्घका आदरणीय अध्यक्षज्यू, आजका यस कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका आदरणीय अध्यक्षज्यू, आजका विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका आदरणीय सदस्यज्यू, यस विद्यालयमा कार्यरत आदरणीय सहायक र सहायक सरहरू, विभिन्न तहका आदरणीय संयोजकज्यूहरू, अतिरिक्त क्रियाकलापका आदरणीय संयोजकज्यू लगायत हाम्रो विशेष कक्षाका संयोजकज्यू र सम्पूर्ण आदरणीय उत्कृष्ट नतिजा लिएर अन्य विद्यालयमा अन्य शिक्षण संस्थामा पढिराख्नुभएका आदरणीय पूर्व विद्यार्थी भाइ बहिनीहरू र सम्पूर्ण यस विदाय कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय विद्यार्थी भाइ बहिनीहरू, म सर्वप्रथम यस विदाय कार्यक्रममा मैले छुटाएँ। यस विदाय कार्यक्रममा हामी बिचबाट विदाय भएर जानुहुने आदरणीय हाम्रा आदरणीय व्यक्तित्व सुरेश चन्द्र भट्ट सर, म सर्वप्रथम भुवनेश्वरी माध्यमिक विद्यालयको तर्फबाट यस विदाई कार्यक्रममा हामी बिचबाट लगभग 3 दशक 30 वर्षसम्म शिक्षण सेवामा बिताए र लामो समय यस संस्थामा योगदान दिएर सकुशल सेवानिवृत्त हुनुभएका आदरणीय सरलाई म विद्यालय व्यक्तिगत तर्फबाट र विद्यालय परिवार तर्फबाट म हार्दिक शुभकामना दिन चाहन्छु र उहाँको आगामी जीवन सुखमय बितोस् भन्ने कामना पनि गर्न चाहन्छु। यो भनिन्छ प्रकृति यस्तो चिज हो, प्रकृतिमा पुरानो पातले झर्नुपर्छ, नयाँ पात पालुवाले फलाउनु, यो प्रकृतिको नियम नै हो। यो कुनै पनि कार्यक्षेत्रमा मान्छेको निश्चित समय अवधि हुन्छ। त्यो समय अवधि पुरा गरिसकेपछि त्यो कार्यक्षेत्रबाट हरेकले विदाई भएर जानुपर्छ। तर विदाई को मान्छे कसरी भयो भन्ने कुरा फरक छ। र हामी बिचमा जुन आज बसिराख्नु भएको छ आदरणीय व्यक्तित्व सुरेश चन्द्र भट्ट सर, उहाँ 2053 सालमा यस विद्यालयमा प्रवेश गर्नुभयो। उहाँले 28 सुरुवात गर्नुभयो। निमावि तह तृतीय श्रेणीमा 2053 सालमा प्रवेश गर्नुभयो 28 गुरुमा। त्यसपछि 2058 सालतिर उहाँ भुवनेश्वरी माध्यमिक विद्यालयको प्रधानाध्यापकको भूमिकामा पनि बस्नुभयो। जुन बेला आफू प्रधानाध्यापकको भूमिकामा बस्नुभयो, यो विद्यालय 8 कक्षासम्म मात्रै थियो। यस विद्यालयलाई माध्यमिक तह बनाउनु पर्छ भनेर उहाँले महत्त्वपूर्ण समाजमा महत्त्वपूर्ण भूमिका खेलेर यो विद्यालयलाई माध्यमिक तह पुर्याउनुमा उहाँको ठुलो भूमिका छ। त्यसैगरी हाम्रो विद्यालय 10 कक्षासम्म सञ्चालन भयो। विद्यार्थीहरू हामीले पायौँ, राम्रो रिजल्ट पनि आयो। त्यसपछि 2064 सालमा यहाँको यो स्थानीय आवश्यकतालाई मध्यनजर गरेर उहाँकै नेतृत्वमा 2064 सालमा +2 11-12 जुन अहिले 11-12 हाम्रो गर्नुभयो र आफू त्यसको संयोजक भएर पनि बस्नुभयो। लगभग मलाई लाग्छ 69-70 सम्म त्यसको संयोजक 4-5 वर्ष संयोजक भएर बिताउनु भयो। उहाँ यस विद्यालयको
सहायक प्रधानाध्यापकको भूमिकामा बस्नु। 2072 सालदेखि रिटायर हुँदासम्म 2082 सालसम्म उहाँले सहायक प्रधानाध्यापकको भूमिकामा बस्नु र उहाँको जुन 30 वर्षे कार्यकाल छ त्यो 30 वर्षे कार्यकालको विभिन्न कालखण्डमा हामीले यसरी हेर्ने हो भने मूल्याङ्कन गर्ने हो भने विभिन्न कालखण्डमा कति महत्त्वपूर्ण कार्यहरू गर्नुभयो। एकजना व्यक्तिले आफ्नो कालखण्डमा ठुल्ठुलो यस्ता उपलब्धिहरू हासिल गर्नुभएको छ जुन आज हामी बेतकोट नगरपालिकाको एउटा उत्कृष्ट विद्यालय भुवनेश्वरी मावि बनेको छ। त्यो बनाउनमा उहाँको महत्त्वपूर्ण भूमिका हो। हुन त म प्रधानाध्यापक रहे, उहाँसँगै मेरो 17-18 वर्ष उहाँसँगै मैले बिताएँ। तर म प्रधानाध्यापकमा एउटा राज शिक्षक रूपमा यहाँ प्रवेश गरेको थिएँ। त्यसमा उहाँले महत्त्वपूर्ण भूमिका मलाई सहयोग गर्नुभएको थियो। त्यसपछि म 2070 सालमा स्थायी भइसकेपछि म प्रधानाध्यापक भएँ। उहाँ सहायक प्रधानाध्यापकको भूमिकामा बस्नुभयो भने तर उहाँले जहिले पनि मसँग एउटा मैले उहाँलाई अभिभावकको रूपमा मानेको छु। भर्खरै नेतृत्व सल्लाह पनि भन्नुभयो। नौला विद्यालय रूपमा स्थायी भएको छ। हाम्रो विद्यालय व्यवस्थापन समितिका आदरणीय अध्यक्ष पनि उहाँको शिष्य हुनु, उहाँले नै पढाउनु भएको र यहाँ धेरै जसो हाम्रो शिक्षक स्टाफ साथीहरू पनि उहाँको शिक्षकको रूपमा र अनि यो विद्यालयलाई यहाँसम्म पुर्याउनुमा उहाँले जुन योगदान दिनुभएको छ उहाँले पक्कै पनि यदि हाम्रो हिन्दू धर्ममा एउटा पुण्यको कुरा, पुण्यको पाप र पुण्यको कुरा हो। उहाँले भनिन्छ Oh my god, कतिवटा मोबाइल रहेछ हेर त हेरे हरि नै लाग्यो हेर त सिधा रन छ यार ओए थती हल्ला उहाँले योगदान गर्नुभएको छ। उहाँले पक्कै पनि पुण्य प्राप्त गर्नुभएको छ। स्टेबलाइजेसन टाइपको बहुत छ यार योगदान छ। त्यो योगदान विद्यालयले सदैव सम्झिरहनेछ। विद्यालयको लागि त्यो पनि छैन फेरि पनि भाइ बहिनीहरूबाट समितिबाट ए बे जाइदैन यार यो एक हात हो के त्यसलाई बिर्सेर हैन मर्दै आफ्नो राम्रा कुरालाई मात्रै लोके दुईजना अरु बोलाइदिन नधराउ र आगामी दिनमा पनि यहाँको साथ सहयोग र सानिध्यताको मैले बाहिर जान आले भयो यहाँको साथ सहयोग विद्यालयले जहिले पनि खोज्नेछ र यहाँको आगामी जीवन, आगामी सेवानिवृत्त जीवन एउटा समाजका लागि म विगत लामो समयदेखि यो कार्यक्रममा थिएँ र 82 साल चैत्र महिनामा अवकाश प्राप्त गरे। यो सम्पूर्ण विद्यार्थी या सम्पूर्ण समाजको भाषा तर के हुँदो रहेछ भने विदायको प्रोग्राम अलिकति गाह्रो हुँदो रहेछ। मलाई के सम्झना आउँछ भने जुन तरिकाले मैले अहिलेसम्म विद्यार्थीलाई पढाएको थिएँ त्यो समय अर्कोचोटि फिर्ता नआउँछ। विद्यार्थीहरूको माझमा गएर विद्यार्थी पढाउन जति आनन्द आउँछ त्यति आनन्द नआउँदो रहेछ। मैले आफ्नो जीवनका अधिकांश समय शिक्षण पेसामा बिताएको थिएँ र शिक्षण पेसामा मैले के प्रशासकीय भूमिकामा बढी गरेँ। प्रशासकीय मैले आज फिल गरेँ। राम्रा विद्यार्थीहरूलाई राम्रो तरिकाले पनि मन गर्न सकेको रहेछ। प्रशासकले विद्यार्थीहरूलाई राम्रो तरिकाले नपढाउँदो रहेछ जस्तो लाग्छ। म विद्यार्थीलाई मिठो तरिकाले बुझ्न राम्रो अनुहारमा कुरा गरौँ न भन्न साथै विद्यालयमा प्रवेश गर्ने बित्तिकै विद्यार्थीहरूका एक्टिभिटिजबाट चाहिँ विद्यार्थीहरूको राम्रो व्यवहार नहुँदो रहेछ। विद्यार्थीको बानी के हुन्छ भने अस्तिकै बानी, बढी गर्ने बानी, डिस्टर्बेन्स गर्ने बानी हुन्छ। त्यो बानीलाई मेरो बानी चाहिँ सहन नगर्नु सक्छ। मिश्रण मिलेन कि त्यो म चाहिँ गल्तीलाई सहन नगर्नु सक्ने, विद्यार्थीले गल्ती गर्ने र विद्यार्थीले डाँटेपछि कोही पनि अब रिसाउनु स्वाभाविक हुन्छ। विद्यार्थीले गल्ती गर्ने बानी हुन्छ। गल्ती गर्ने बित्तिकै विद्यार्थी रिसाउँछन्, डाँट्ने बित्तिकै विद्यार्थी रिसाउँछन्। तर प्रशासकीय र शिक्षामा अलिकति धेरै फरक हुँदो रहेछ भन्ने मैले आज फिल गरेको छु। जुन मैले
तिमीहरूलाई माया दिनुपर्ने थियो, स्नेह दिनुपर्ने थियो, त्यति स्नेह दिन सकिएन। मैले आज त्यो कुरा भुलेँ। अर्को विद्यालय म के भन्न चाहन्छु भने जहिले पनि तिमीहरूलाई अलि डाँट्ने त्यस्तो नगर सम्झाउने। मैले सधैँ प्रत्येक स्टेपमा तिमीहरूसँग चाहिँ बस्दाखेरि या विद्यार्थी बस्दाखेरि इरेजरको काम गरेँ। तिम्रो जसलाई पेन्सिल थियो मैले चाहिँ या टिचरहरूले इरेजरको काम गर्ने हुन्, किनकि इरेजरले पेन्सिलले लेखेको कुराहरूलाई इरेजर जम्मै कुराहरू मेटाइँदैन, गलत कुरा मात्र मेटिन्छ। त्यो इरेजरको काम गर्ने प्रयास गरे। तर इरेजरको काम गरेपछि विद्यार्थीहरू त्यस्ता सरहरूलाई चाहिँ कम माया गर्दो रहेछ कि त्यो पनि एउटा कुरा सम्झनु छ मेरो कुरा चाहिँ। अब तर गर्नुपर्छ पछि गएर नसकेको रहेछ। तर त्यो कुरालाई बुझ्ने प्रयास गर। सरहरूले कि कुनै कुरा नगर भन्ने गर्छन् भने त्यो चाहिँ के हो कि मेरो भविष्यको लागि भन्दा रहेछन् भन्ने कुरा त्यो बुझ्नुपर्छ। ल बढी कुरा नहो, मैले तिमीहरूलाई सम्पूर्ण विद्यार्थीलाई भन्दा छु म +2 यहाँबाट पास गरेर पूर्व विद्यार्थीहरू र वर्तमान विद्यार्थीहरू मैले आफ्नो 3 दशक या तिमीहरूलाई पाएको ड्युरेसनमा कहिलेकाहीँ हातले हानेको पनि हुनसक्छ, तिमीलाई डाँटेको पनि हुनसक्छ, तिमीसँग रिसाएको पनि हुनसक्छ, कहिलेकाहीँ मैले चाहिँ शब्दहरूको प्रहारले तिमीलाई पिन्च गरेको पनि हुनसक्छ। त्यसलाई कुनै प्रकारबाट तिमीहरूले माइन्ड नगर्नु भन्ने म अनुरोध गर्न चाहन्छु। मैले कुनै गलत मनसायले ती शब्दहरू प्रयोग गरेका होइन र कुनै गलत इन्टेन्सनले ती पिटेको पनि होइन, गाली गरेको पनि होइन। तिमीहरूको भविष्यलाई सुधार गर्ने हिसाबले या सुधार गर्ने उद्देश्यले मैले ती शब्दहरू प्रयोग गरेको हुनाले ती सम्पूर्ण शब्दहरूलाई आफ्नो मानस पटलमा नराखेको हुन सम्पूर्ण विद्यार्थीलाई म अनुरोध गर्न चाहन्छु। मेरो हातबाट जे जस्ता प्रकारका गल्तीहरू भए तापनि ती सम्पूर्ण गल्तीहरूलाई चाहिँ आफ्नो मानस पटलमा नराख्ने होला भनी म सम्पूर्ण विद्यार्थीलाई अनुरोध गर्न चाहन्छु। र साथै म यो विद्यालयमा धेरै 3 दशकसम्म काम गरेँ। हुन त मेरो शिक्षण अवधि त 4 दशक लगभगको हो। लगभग 3 दशक मैले यहाँ नै बिताएँ। 3 दशकको ड्युरेसनमा अधिकांश साथीहरू यही हुनुहुन्छ। हुन त घरमा पनि के हुन्छ, ठुलो 3 त भाँडाहरू सँगै राखेर कहिलेका खोसिँदो रहेछन्। खोसेपछि आवाज आउँछ। एउटा परिवारमा पनि घरका सँगैका परिवारका दाइ भाइहरू पनि कहिलेकाहीँ रिसाउँछन्, कहिले हाँस्छन्, कहिले के गर्छन्। त्यस्तै परिवार पनि कहिलेकाहीँ त्यस्ता शब्दहरू प्रयोग गरिएका होला। मेरो हातबाट केही गल्ती भएको होला, जान अनजान होला। इन्टेन्सली मैले कसैलाई कुनै प्रकारको गल्ती गरेको छैन, तर पनि कहिलेकाहीँ जान केही हुन सक्यो होला। ती सम्पूर्ण मेरा गल्तीहरूलाई, मेरा भनाइहरूलाई माफ गर्नु होला भन्ने आशा गर्छु र हार्दिक अनुरोध गर्दछु सम्पूर्ण स्टाफ साथीभाइहरूलाई र सम्पूर्ण विद्यार्थीको उज्जवल भविष्यको कामना गर्दै शिक्षकहरू या गुरुहरूले भनेको कुराको अनुशासनको पालना गरे आफ्नो भविष्यलाई उज्जवल बनाउनु हुने हो भन्ने आशा बोक्दै आफ्ना 2 शब्द यही समाप्त गर्छु। अब 15 सेकेन्डको मात्र बनाऊ होइन, बोलेको मात्र बनाउने कि राखिदिनु। धन्यवाद। गेट बन्द छ र लामो समयसम्म यस भुवनेश्वरी माध्यमिक अहोरात्र खटेर यस समाजलाई नै फर्किरहेको छ विद्यार्थी, फर्किरहेको योगदान पुर्याउनुभएका अतिथि सर भट्ट सर, विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, विद्यालयका प्रधानाध्यापक सहायक प्रधानाध्यापक जय हराई सर तथा सिंगारानी सर र विभिन्न भाइ बहिनी हेर्नुहोस्, यो प्रकृतिको बडा विडम्बना छ। मानिस चाहिँ जन्मेर मृत्यु भएर जान्छ प्राणी। र तपाईँहरू अहिले बाल विद्यार्थीको कक्षा 12मा यस विद्यालयमा अध्ययन गर्दै हुनुहुन्छ। भोलि एकदिन तपाईँले पनि विद्यालय
खेलेर ठाउँमा जानुहुन्छ त्यहाँबाट यस्तै छ समय त्यस्तै स्वागत सम्मान पत्र सन्तमपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर 6 निवासी तपाईँ श्री सुरेश चन्द्र भट्ट निमावि तह प्रथम श्रेणी आफ्नो 30 वर्षे शिक्षण अवधिमा यस विद्यालयको शैक्षिक विकासमा सेवा निवृत्ति हुनुभएकोमा धन्यवाद। यो सम्मान प्रदान गरिएको भविष्यका लागि हार्दिक शुभकामना। आगामी दिनमा पनि यहाँको सहयोगको अपेक्षा राख्दछु। प्रधानाध्यापक मधुमराज भट्ट, अध्यक्ष शिक्षक अभिभावक सङ्घ र आजका सभापति पूर्वी पूर्वोक्ति अध्यक्ष विद्यालय व्यवस्थापन समिति प्रमुख अतिथि। त्यसपछि विद्यालयका तर्फबाट अर्थात् भुवनेश्वरी माध्यमिक विद्यालयका कर्मचारीका तर्फबाट विद्यालयले भिडियो ल सर, थ्याङ्क यू सर, थ्याङ्क यू। थैंक यू सर, थैंक यू। ल थैंक यू सर, धन्यवाद। ल बाय बाय भन्नु सर। ल